गाइस, नमस्ते एन्ड नमस्कार। स्वागत छ मेरो युट्युब च्यानलमा। आज 2083 सालको उपलक्ष्यमा सबैजनालाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु नयाँ वर्षको। अब म घुम्न जान्छु, तपाईहरु हेरेर मलाई साथ दिनुहोला। लेट्स गो। A few moments later. अब हामी जान्छौँ सोइम्बु। सरर बसमा हेर्दै जानु होला, हामीलाई साथ दिँदै जानु होला। अब आउँछ सुरुङ, कलङ्कीको सुरुङ हो है यो जग्गा हेर्नु चट्ट लाग्यो। यो सुरुङ पनि काट्यो। फेरि हेर्नुहोस् नजारा, गाडीको नजारा। फेरि बसमा टिभी पनि हेर्छौँ हामी। वाउ। अब आइयो सोइम्बु, हेर्न सक्नुहुन्छ। आज नयाँ वर्षको दिन भएर होला यस्तो भिड थियो, खत्रै भिड। यस्तो भिडमा पनि तछाड मछाड गर्दै हामी अगाडि बढ्यौँ। जात्रा जस्तै थियो यता, हेर्न सक्नुहुन्छ। अब हेर्नुहोस् यहाँ कति धेरै सामानहरू, वाचहरू कति धेरै थियो। पोतेहरू, चुराहरू पनि टन्नै थियो, रिङहरू पनि थियो। हामी यस्तो भिडमा खोचाखोच गर्दै अगाडि बढ्यो। अब अगाडि बढेपछि हामीले अलिकति खुल्ला भयो, त्यसपछि सिडी चढेर फटाफट चढ्यो। त्यसपछि लाएर अब यो भाइ कुद्छ है, अब कुद्छ कुद्यो। त्यसपछि हाम्रो बहिनी पनि अगाडि आउनुभयो, क्युटवाला बहिनी बादर। अब तपाईहरुले माथिको नजारा पनि हेर्न सक्नुहुन्छ, कति राम्रो छ। नाइस। हरियालीको त कुरै नगरौँ, एकदमै राम्रो। भिडमा हामी अब अगाडि बढ्छौँ। अगाडि बढिसकेपछि अब हामी तलतिर जान्छौँ। तल पनि भिड छ, नयाँ वर्षमा त लास्टै भिड। वाटरफल हेर्नु होला, कति राम्रो छ। पैसा चढाउने ठाउँ पनि हेर्नु होला। मैले पनि ठ्याक्कै आज पैसा हटाइदिएँ यता। I'm so lucky and very happy, so happy. त्यसपछि हामी जान्छौँ माथितिर। उताको नजारा पनि हेर्न सक्नुहुन्छ, एकदमै राम्रो छ। तपाईहरु पनि घुम्न जानु होला, म तपाईहरुलाई सजेस्ट गर्छु। एकदमै राम्रो छ, रमाइलो छ ठाउँ पनि, भ्यू पनि खत्रै देखिन्छ, जान सक्नुहुन्छ। फाइनली फेरि तछाड मछाड गरेर हामी तल झरिसकेका छौँ। त्यसपछि हामीले यता मूर्तिहरू हेर्यौँ बुद्धको, तपाईहरु पनि दर्शन गर्नुहोला मेरो भिडियोबाट। राम्रो छ एकदम मूर्ति, हजुरहरूले हेर्न सक्नुहुन्छ। त्यसपछि यतिमै मेरो भ्लग हेर्नुहुन्छ स्टाइल मारेर। उता घुमेर मन परेमा लाइक, सेयर, कमेन्ट एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला गाइस। बाई बाई।